नमस्कार पीटी क्रिएसनमा जोडिएर रहनुभएका सम्पूर्ण प्रियजन दर्शक महानुभावहरूमा हामी फेरि पनि एउटा नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। यस श्रृङ्खलामा हामीले दैनिक जीवनमा प्रयोग गर्दै आएको वाक्यहरूलाई बोध भाषामा के भनिन्छ र कसरी उच्चारण गरिन्छ भनेर यहाँहरूलाई बोध गराउने जमर्को गरेका छौँ। ढिलो नगरी भिडियोलाई अगाडि बढाउन चाहन्छु। हेरेर सुनेर अथवा सँगसँगै बोलेर जसरी आफूलाई सहज हुन्छ त्यसरी सिक्ने प्रयास गरी भिडियोलाई अन्तिमसम्म साथ दिन होला। धन्यवाद। पछि शेसु म पछि आउँछु। छेला योङ्गिन पछाडि ग्याब्ला घरको पछाडि नजाऊ। खङ्बी ग्याब्ला माड्रो छेउमा ट्राम्ला मेरो छेउमा आऊ। घाइ ट्राम्ला शोक बिचमा उला तिम्रो र मेरो बिचमा बस्ने को हो? खेराङ धाङ घाइ उला तुखेन सुरे परतिर फरल्दु म परतिर जान्छु। घा फरल्दु टुगिन तलतिर मार्छोक तलतिर जानु हुँदैन। मार्छोकला ट्रोछोगे मारे बाहेक मातोक तिमी बाहेक मेरो अरू को छ र? खे मातोक ngarangi shin suyo जस्तै nangshin उनी मेलिना जस्तै राम्री छिन्। khong melina nangshin semoyo बाहिर shilok तिमी बाहिर जाऊ। kherang shilok dro बिना mepar म तिमी बिना बाँच्न सक्दैन। nga che mepar somithup र thang आज तिमी र म स्कुल जानु पर्छ। kherang tanga tering lobda togore तर hen kyang हामी एक परिवार होइन तर पनि सँगै बस्छौं। nganso nangme chik mare hen kyang nyamdu togiye अझ tha thung तिमीले अझ राम्रो पढ्नु पर्छ। kherang ki thatung yakpo shankore यदि khalsi यदि म आएन भने तिमी के गर्छौ? khalsi nga mayong na kherang khari sigiye